चाहिँ लिभर टिप्न आएको थियौँ बन्दितालाई पठाइदिनु नपठाउन त रिसाउँछु मलाई लैदिन नि हाम्रो निउरो चाहिँ यहाँ यति भइछ अनि त्यहाँ चाहिँ पुरै यहाँ आरु पोखरा आरु पनि छ अनि यहाँ पनि टिपेको यहाँ फिलहाल टिप्न आइज सीतामा बस्के आइज गाइज म तपाईँलाई यो डाँडामा भएको मन्दिर देखाउँछु है ठुलामा लुक हिँड्दै आएछु टाढैमा रोक्छ भन्थ्यो हरेको आडैमा डाँडै फुर्के सल्लो हाम्रो यहाँ ठुलाबाको चाहिँ उस जागै गइछ के अरे सिङ्गरको उस चिने घर चिन्नै सकिन वल्लो हो कि पल्लो गाइज हाम्रो फ्लावर फेरि खतरा गायकार हो कि ब्लगै बनाइदिस् क्या हाम्रो कक्षामा एउटा पढाउने सर हुनुहुन्छ होइन उहाँले चाहिँ के भन्छ भनेको त तिम्रो बाबाहरूले भन्दा त म यो दामी गाउँछु भन्छन् कि गाउन झ्याउ लाउँछ रिस उठ्छ त्यो देखेँ कति मलाई रुस्न आएको एकचोटि त रिस उठेर होइन गाइस विद्यार्थीलाई लुस्न पाइँदैन भनिदिन्छु आन्दोलन हानिदिन्छु स्कुलमा कमलो चाहिन्छ कि बाबु कमलो यस्तो कमलो छर त ठुलाको फोटो हेरिदिनु छर त नदेहा न छर न यो नदेहा हेलो सिङ्गर नभन् त फेरि यहाँ हेर्नु न अनि न्युरो हुनु लाग्यो डिस्टर्ब गरे एकचोटि हेर्नु न हेर्न है गाइज यस्तो छ है यो चाहिँ के अरे यो चाहिँ कुन ठाउँबाट यो चाहिँ भिन्सिन थानबाट देखेको भ्यू हो गाइज यो चाहिँ जाने रुखहरूले छेकेर नत्र यहाँ दामी भ्यू देखिन्थ्यो हाम्रो ठुलामा चाहिँ यहाँ बाँदरको हातमा चढेछ गाइज अहिले चाहिँ यस्तो भिरमा चढ्नु भयो गाइज त्यही भएर बाँदर हुनु नि होइन बाँदरको हातमा चढेछ कि ठुलाबालाई अहिले घर गएपछि चाहिँ बाँदरको हातमा छुट्छ कस्तो खतरा हो यो मोबाइलको क्यामेरा गाइज मलाई पनि गोरो आयो होला अब ठुलावाला आएर लाउरै जानुहुन्न गाइज पब्जी खेल्ने पब्जी खोल्ने मोबाइल ल्याइदिने मलाई भन्नु बाबालाई आइफोन 17 प्रो म्याक्स चाहियो अरे कि यसलाई बाबालाई उहाँ फोन हानेर फोन हानेको के भने बाबाले ल्याइदिन्छु भने यसलाई मेरो पुङ्टर ल्याउँदिन्छ भन्न है यसको थुतु नै हेर्नु गाइज यहाँ मक्कै परेको फेरि मक्कै परेको रे लाउनु आइज बाबु यताबाट गाइज अब हामी यताबाट झर्छौँ आइज अब चाहिँ हामी घर जाने हो होइन ठुलामा कालीलाई यहाँ गाडेको नि त हाम्रो गाडीलाई यहाँ गाडेको यहाँको माटो ल र यहाँ गाडेको अरे म नि थिइनँ यता आइज यता यहाँ आएर मुन्ती के यताबाट जानु आइज हेरिएला त इन्डिया लगाएर छोडिदिनु पर्छ क्या गाइज
आऊ तर आऊ मुन्टे लाऊ गाइस मैले एउटा निहुरो देखेको त्यो चाहिँ फिलहाल देख्नुभयो देख्नु नानी आइ 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 भन के गाइस ठुलाबाको आँखा हेर्नु न आई के हो र भने ठुलाबाको आँखा त माथि तल चाहिँ छैन क्या यस्तो निकाल्नु झ्याउला जाम घर हजुर यस्तो के यस्तो लाम्पाले देख्नुहुन्छ कि देख्नु भएन गाइस कता थियो त्यहाँ भयो तर देख्नु भएन गाइस त्यहीँनिर है लावा क्या अगाडि होइन बिस अब आइज गाइज फ्लावर गाइज फ्लावर न्युरो गाइज न्युरो खाने भए हाम्रो घरतिर आउनु भन्न मिलेन न्युरो खानु है गाइज यदि कसैको घरमा न्युरो खाने हामीलाई कन्ट्याक्ट हानौँ हामी न्युरो खोज्न आउँछौँ गाइज म तपाईँहरूलाई काली बस्ने धन्यवाद म तपाईँहरूलाई काली बस्ने ठाउँ देखाउँछु है त हामीले यसलाई नुहाइदिने भन्दाखेरि यहाँ आएर बस्थ्यो गाइज ऊ बहिनीहरू गाइज यहाँ कालीको ठाउँ देखाउन गइरहेको छु म त्यहाँ खाल्टो त्यहीँ गएर बस्थ्यो कि खै कति मजाले एकदम फिट एन्ड फाइट भएर बस्थ्यो गाइज बट सिज भन्न लाग्यो गाइज इङ्ग्लिस बोल्न आउँदैन भनेर तँलाई इङ्ग्लिस बोल्न आउँदैन भनेर यसले मलाई हेप्यो यहाँ हुनुहुन्छ सिङ्गर ल हेलो सिङ्गर बिगार्ने होइन गाइज हाम्रो यहाँ प्रस्तुति दिन आइरहनु भएको छ अहिले फाले हुन्छ म त काने